हेलो साथीहरू, आशिष भ्लगको तर्फबाट सबैलाई नमस्ते। सबै सन्चै आरामी हुनुहुन्छ होला। म भने एकदम ठिकठाक छु। आज चाहिँ म चर्चमा जाँदैछु। चर्चमा किन जाँदैछु त्यो म हजुरलाई मै गरेर देखाउने छु। के कस्तो हुन्छ हेर्दै गर्नु होला ल आजको दिन। फाइनली साथीहरू, अहिले चाहिँ म चर्चमा आइसकेको छु। अनि मैले बाटोको भिडियो चाहिँ बनाइनँ किनभने भिडियो लामो हुन्छ। ल अब चाहिँ म चर्चभित्र जान्छु। चर्चभित्र लाग्यो। अहिले चाहिँ चर्चमा म आइसकेको। अनि चाहिँ अब काम के हो अब हामी त्यो जान्नेछौँ। चाहिँ हामी भित्र भएको रुममा खोइ पानी पसेर के भएको छ अरे, अनि त्यो सफा गर्दैछौँ। अब सफा गर्ने हो अरे। ल अहिले चाहिँ म रुममा आइसकेको। मैले चाहिँ दिउँसो भिडियो बनाइनँ किनभने चर्चको अवस्था अलि धेरै बिग्रेको थियो। अनि चाहिँ त्यो अवस्था चाहिँ अहिले रेकर्ड नगर्ने अनि नदेखाउने भन्नेको हुनाले म त्यो भिडियो चाहिँ राखिनँ। त्यस्तै भएर अनि चाहिँ आज चाहिँ म बिहानभरि र दिनभरि त्यहीँ अनि खाना एकछिन आएको थिएँ दिउँसो। त्यसपछि अहिले बेलुका साँझपख घरतिर आएको छु। हुन्छ, आजको दिन यस्तै भयो। ल अब आउने भिडियो पनि हेर्दै गर्नु होला। के कस्तो हुन्छ माया देखाउनु होला। हस्त ल, बाई।